अहिले पाउँछु होला, कति बेला हुन्छ होला, कसरी चाहिँ हुन्छ होला, यस्तो समस्या छ, कसरी समाधान हुन्छ होला, यो सोच्ने तपाईको काम होइन। हाम्रो काम भनेको विश्वास गर्ने, धन्यवाद गर्ने, पाइसकेको वचन ईश्वरबाट आएका प्रेरणापूर्वकका वचनहरूलाई मुखबाट पाइसके बोल्ने, परमेश्वरमा मन बढाउने, अन्य भाषा गर्ने। हाम्रो काम गरे अनुसारको प्रतिफल देखाउने काम कसको? परमेश्वरको। पिता हुनुहुन्छ, उहाँले प्रतिफल दिइसक्नु भएको छ। उहाँले आफ्नो कामहरू हाम्रो अगाडि प्रकट गरिसक्नु भएको छ। परमेश्वर काम गर्न सामर्थ्य परमेश्वर हुनुहुन्छ, जोसँग पिता हुनुहुन्छ। पावलले पनि भन्नुभएको छ, त मेरो पक्षमा, मेरो लागि मेरो परमेश्वर हुनुहुन्छ भने म सब कुरा गर्न सक्छु, हैन? हाम्रो पक्षमा, हाम्रो लागि हाम्रो पिता हुनुहुन्छ, त हामी सबै समस्यालाई हट भनेर चट पार्न सक्छौँ। कसको द्वारा? परमेश्वरको द्वारा, पिताजीको द्वारा। शाखामा जनको लागि गडबड भइरहेछ, शाखामा लिडरको लागि गडबड भइरहेछ, अगुवा र लिडरमा बेमेल भइरहेछ, या आफै पनि सुधारिन सकेको छैन, त ईश्वरको सहायता लिनु, नझर्किदिनु हुने परमेश्वरको बुद्धिलाई प्रयोग गर्नु, बुद्धिलाई प्रकट गर्नु, ईश्वरलाई धन्यवाद गर्नु, खुदको आफ्नो चिन्ता नबनाउनु, सबै चिन्ता ईश्वरलाई दिनु, अनि समाधान लिएर आनन्द गर्नु। परमेश्वर भन्नुहुन्छ, कुनै कुरामा चिन्ता नगर, तर हरेक कुरामा, हैन, चिन्ता नगर। खराबी भन्छ चिन्ता गर, खराबी भन्छ डरा। हेर, तेरो यस्तो बिग्रिसकेको छ, तेरो यस्तो अङ्गहरू बिगारिसकेको छ, तेरा धन बिगारेको, तेरा परिवार हेर त कति गडबड छ। उसले खराबी कुरा देखाउन चाहन्छ, तर परमेश्वर भन्नुहुन्छ कि निन्द्राबाट बिउजने ठिक समय आएको छ। तिमी मन उठाऊ, खराबीलाई नहेर, विश्वासमा बलियो भएर आफूले आफूलाई के गर? समाधानको बाटोमा राख, मन बढाऊ। म तिमीसँग छु, सबै चिन्ता मैले लिएको छु, खुदको चिन्ता नबनाऊ, तिम्रो चिन्ता मैले गरेको छु। अब तिमी आनन्द गर, यदि सक्दैनौ भने म फेरि पनि भन्दछु, आनन्द गर। कसले भन्नुभएको छ? परमेश्वरले भन्नुभएको छ।